धन्यवाद सवक महोदय। मेरो नाम अभिषेक प्रताप शाह हो सवक महोदय। सवक महोदय 2083 साल जेठ 17 गते प्रधानमन्त्री बालेन शाहजीले यसै संसदभित्र एउटा अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति कि नेपालले पनि भारतको जग्गा मिचेको छ, नेपालले पनि भारतको कतिपय ठाउँमा जग्गा मिचेको छ भनेर चाहिँ उहाँले जुन अभिव्यक्ति दिनुभएको थियो, त्यो अभिव्यक्ति अत्यन्तै त्रुटिपूर्ण र आपत्तिजनक ठहर गरिएछ। सवक महोदय, हाम्रो पार्टी नेपाली कांग्रेसले यो विषयलाई लिएर कडा विरोध दर्ज गर्न चाहन्छ। सवक महोदय, यदि नासमझले नै अथवा चाहिँ प्रपर प्रिपरेसन नगरिकन उहाँले चाहिँ यो आफ्नो स्टेटमेन्ट दिनुभएको छ भने त्यो चिन्ताजनक विषय हो सवक महोदय। तर सोचे सम्झेरै यदि उहाँले यो स्टेटमेन्ट आफ्नो दिनुभएको छ भने त्यो खतरनाक संकेत हुन सक्छ सवक महोदय। किनभने यो विषय राष्ट्रिय सुरक्षा सम्बन्धमा चाहिँ यो गाँसिएको विषय हो सवक महोदय। सवक महोदय, हामी भगवान गौतम बुद्धको यो पावन भूमिको एउटा चाहिँ उपज हो। हामी चाहिँ नेपाल पुरै विश्वलाई नै शान्ति र सहअस्तित्वको विषय चाहिँ हरेक देशलाई चाहिँ एउटा मेसेज दिन्छ चाहिँ नि। तर प्रधानमन्त्रीको यो स्टेटमेन्ट कि नेपालले पनि भारतको जग्गा मिचेको छ, आफ्नो भनाइ छुट्याउनुस् मान्य सदस्य। म छुट्याइहाल्ने सवक महोदय। प्रधानमन्त्रीले आएर यसै संसदमा जुन उहाँले चाहिँ 17 गते आएर जुन आफ्नो स्टेटमेन्ट दिनुभएको थियो, कि त त्यो स्टेटमेन्ट चाहिँ फिर्ता लिनुपर्छ, कि त उहाँले आएर आम माफी चाहिँ यसै संसदबाट माफी माग्न चाहन्छ। हाम्रो नेपाली कांग्रेसको यो कडा आपत्ति हो सवक महोदय। यो नहुन्जेलसम्म हामी संसदलाई सुचारू हुन अलि चाहिँ हामीलाई पनि बाध्यता छ सवक महोदय। हामी यो विषयलाई लिएर एकदम संवेदनशील छौँ। यो विषय एकदमै हामीलाई चाहिँ प्रधानमन्त्री आएर यहाँ संसदमा माफी माग्नुपर्छ अनि त्यसपछि मात्रै हामी चाहिँ संसद चलाउन दिन्छौँ सवक महोदय। त्यति मात्र। धन्यवाद। जय नेपाल।